नेपालमा हुन्जेल के चाडपर्व भनेको दसैँ र तिहार मात्रै हुन् जस्तो लाग्थ्यो कि मलाई। जबदेखि म विदेश आएँ त्यस पछाडि मलाई सानो सानो फेस्टिभलहरू नै एकदमै इम्पोर्टेन्ट लाग्छ के। कामबाट जति नै थाकेर आए पनि घर आएपछि चाहिँ पकाउन मन लागिहाल्ने के। अरू बेला जे जस्तो भए पनि चाडपर्वको बेला चाहिँ आफ्नो फ्यामिली धेरै मिस हुने के। हुन त दिनदिनै कुरा हुन्छ नि त फोनमा, त्यही पनि विशेष गरी चाडपर्वमा मिठो खानेकुराहरू बनाउँदाखेरि चाहिँ सँगै बसेर खान पाए जस्तो चाहिँ लाग्ने के। अनि जे जस्तो भए पनि सेलिब्रेट त गर्नै पर्यो। आज चाहिँ माघे सङ्क्रान्ति, अनि मैले चाहिँ माघे सङ्क्रान्ति स्पेसल चाकु बनाउँदैछु है त साथीहरू। चाकु चाहिँ मैले एकदमै सिम्पल वेमा बनाएको छु। सबैको आफ्नो आफ्नो तरिका हुन्छ। हजुरहरूले चाहिँ कसरी बनाउनुहुन्छ? मैले चाहिँ प्राय यसरी नै बनाउने गरेको छु। अनि एकदमै क्रिस्पी अनि मिठो पनि हुन्छ के। मलाई चाहिँ धेरै अरू एक्स्ट्रा नट्सहरू हालेको मन पर्दैन, अनि बदाम र नरिवल मात्रै हाल्ने गरेको हुन्छु। मैले चाहिँ नरिवललाई चाहिँ माथिबाट यसरी कोरेर राखेँ, हेर्नु न एकदमै मिठो हुन्छ के।